नमस्कार साथीहरु सबैलाई शुभ बिहानी। आज म हजुरहरुलाई तरकारी खेती देखाउन गइरहेकी छु। मैले दुईवटा भैँसी सहित मेरो दुईवटा भैँसी दुना छ। दुईवटा भैँसीलाई बिहानको समयमा घाँस काटेर दिउँसोको समयमा मैले फुर्सदको टाइममा मैले तरकारी खेती गरिरहेको छु। यही हो मेरो तरकारी बारीहरु र मैले फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो तरकारी खेतीको मा टाइम दिएर गरिरहेको छु। मैले गत साल पनि लगाइरहेकी थिएँ र त्यति राम्रो भएको थिएन। गोठे मलको प्रयोग र रासायनिक मलको प्रयोग गरिरहेकी थिएँ र त्यति उत्पादन दिएको थिएन। अहिले मैले छिन्चु साना किसान महिला सहकारी संस्थालीबाट जैविक मलको प्रयोग गरेर लगाएकी छु। मैले जैविक मलको प्रयोग गरेर लगाउँदा अत्यन्तै राम्रो देखिरहेको छ। बोट बिरुवाहरू हलक्क बढेको छ र यसको पौष्टिक आहार पनि प्रशस्त मात्रामा पुगेको छ। जैविक मलको साथसाथै मैले झोल मलको पनि प्रयोग गरिरहेकी छु र मैले यसमा रासायनिक विषादीको प्रयोग गरेकी छैन। मैले ट्र्यापहरू ल्यापहरू सोलीपासोहरू राखेर प्रयोग गरिरहेकी छु। मेरो अत्यन्तै अर्गानिक खेती हो यो। हेर्नुहोस् हजुर, गत सालभन्दा राम्रो उत्पादन दिन्छ कि जस्ता लागिरहेको छ। मैले आफ्नो टाइमलाई सदुपयोग गरेर एउटा आफ्नो मेहनत र परिश्रमको फल मिठो हुन्छ भन्ने आशा राख्दै मैले 8-9 हजार बेर्ना टमाटरको लगाएकी छु। त्यस्तै गरी 4-5 प्याकेट काँक्रा लगाएकी छु, खुर्सानी लगाएकी छु, सिमी लगाएकी छु। अन्य मेरो यो पहिलो लट टमाटर हो मेरो 2 प्याकेट र अरु 2 प्याकेट चाहिँ तल भर्खर सानो बेर्नै छ। त्यो पनि हजुरहरुलाई देखाउने छु पछिको उसमा। र कस्तो लाग्यो हजुरहरुलाई यो जैविक मलको प्रयोग गर्दा? राम्रो माटोको उर्वरा शक्ति राम्रो हुन्छ, रोग किराहरूको नियन्त्रण हुन्छ र हामीले रासायनिक विषादीहरूको प्रयोग गर्नुको सट्टामा हामीले जैविक मल जैविक विषादी प्रयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्दछ र माटोको उर्वरा शक्ति हराभरा बनाएर हामीले माटोलाई बचाउनु पर्दछ। माटो नै हाम्रो जीवन हो। माटोलाई हामीले बचाएर राख्यौं भने हामीले पछिका पीडित बालबच्चाहरूको लागि पनि केही न केही गर्नेछौँ भन्ने आशाका साथ हजुरहरुले जैविक मलको प्रयोग गरिदिनु होला र सबैले घर घरमा गाईबस्तु पालेर झोल मलको प्रयोग गरिदिनु होला भन्ने आशा राख्दै यो मैले सानो भिडियो हजुरहरुलाई छोडेकी छु। सबैले लाइक गरिदिनु होला। हस्त धन्यवाद। नमस्कार।